जोजोलपा नेपाल भाषा लर्निङ। हाम्रो यो नेपाल भाषा सिक्ने सिकाउने सानो प्रयासले हामी मरिसकेपछि पनि नेपाल भाषा बाँचिराख्नेछ भन्ने आशा लिएको छु। हजुरहरू पनि सेभ नेपाल भाषा क्याम्पेनलाई सहयोग गर्न चाहनुहुन्छ भने यो भिडियो अथवा यो ब्लग एड्रेसलाई सोशल मिडियामा अथवा साथीहरूसँग सेयर गर्न सक्नुहुन्छ, ताकि हजुर जस्तै नेपाल भाषा सिक्न चाहने कोही हुनुहुन्छ भने उहाँहरूलाई पनि मद्दत पुगोस्। र हजुरले अब नेपाल भाषा छिटो सिक्न चाहनुहुन्छ भने केही टिप्स मैले यहाँ दिएको छु, हजुरलाई काम लाग्ने छ होला। एकचोटि भिडियो पज गरेर हेर्नु होला। र आज मैले चोर वर्ड सेलेक्ट गरेको छु। यो कमनली अब धेरै युज भइरहने वर्ड भएकोले मैले आज यो सेलेक्ट गरेको छु र यो वर्डबाट आज मैले सेन्टेन्सहरू बनाउँदैछु हजुरलाई नेपाल भाषा सिकाउनको लागि। र आशा छ हजुरहरूले नेपाल भाषा राम्ररी सिकिराख्नु भएको छ होला र केही सल्लाह सुझाव भएदेखि मलाई कमेन्ट गर्न सक्नुहुन्छ। र अब हजुरको ठाउँमा पनि आई गेस यो नेपालभरि जहाँ जति पनि ठाउँमा नेपाल भाषा बोलिन्छ त्यो ठाउँ सबैमा चोरलाई खुनै भन्छ होला। यदि हजुरको ठाउँमा जस्तै कि अब भक्तपुरमा पनि यो चोरलाई खुनै भन्छ हुनुपर्छ। यदि हजुरको ठाउँमा अलिकति प्रोनाउन्सिएसन फरक छ भने भन्नुहोला, किनभने ठाउँ अनुसार नेपाल भाषाको प्रोनाउन्सिएसन स्लाइटली फरक हुन सक्छ। अनि काठमाडौँ र भक्तपुरको चाहिँ नेपाल भाषा उही भए पनि अलिकति प्रोनाउन्सिएसनमा चाहिँ फरक छ, तर लगभग बुझिन्छ त्यही हो। कुनै कुनै एउटा दुईटा शब्द मात्र फरक हो। त अब सुरु गरौँ। नम्बर 1 चोर बेमान, खु बेमान। चोर पनि हामीले अब मेल चोर छ भने हामीले खु भन्छौँ, फिमेल चोर छ भने खुनी भन्छौँ। र कहिलेकाहीँ कसैले अब बोलाउँदाखेरि हामीले त्यो चोर खै भन्छौँ, हामीले चोर खै, खु गो, खु गो। नेक्स्ट नम्बर चोर कहाँ छ, खु गन गन दु, खु गन दु। त्यस्तै नेक्स्ट नम्बर तिमलाई चोर छन् त खु छन् त खु। तिमी चोर हो छ खु खला खला, छ खु खला। र अब नेक्स्ट क्वेसन तिमीले चोरेको हो छ छ होइन, यो छ हो। माथिको भिडियोमा तिमी भन्दाखेरि छ हो, यो नेक्स्ट तलको भिडियोमा तिमीले भन्दाखेरि यो छ होइन कि छ हो। इङ्ग्लिस ल्याङ्ग्वेजमा चाहिँ नि यो छ मात्र जस्तो देखिन्छ, तर यो छ हो। खुयौ खला, छ खुयौ खला। नेक्स्ट तिमी चोर जस्तो छ अथवा तिमीहरू अथवा त्यो। छ तिमी भन्नलाई छ, अब तिमीहरू भन्नलाई छिपी छिपी, त्यो भन्नलाई वो। अब यसमा एउटा म अर्को पनि जोडिदिन्छु, तिमीहरूको सट्टा हजुरहरू भन्नको लागि छिक्पी भन्छौँ हामीले, अलिकति सम्मान दिएर बोल्नलाई चाहिँ छिक्पी। खु ठे चो छ खुठे चो, छिपी खुठे चो, वो खुठे चो। कालो अथवा सेतो चोर, कालो चोर हाकुम खु, सेतो चोर तुयुम खु। दुब्लो मोटे अथवा पुड्के चोर गसिम खु, गसिम। ग्वाराम खु, बागम खु। बागा भन्नाले हामीले आदि भन्छौँ, पुड्केलाई पनि बागा भन्छौँ। जस्तै कि आदि अन्दाल्यो भन्नको लागि बाग खे हजी भन्छौँ, अथवा पोगटे आदि भन्नलाई बाग पोगटे भन्छौँ, पोगट्या भन्छ नेपाल भाषामा। नेक्स्ट नम्बर कुखुरा चोर खा खु, खा खु। त्यस्तै अर्को सिमिलर वान जुत्ता चोर ला का, लाका होइन कि यो
लाका हो का लाका खु चोर बिरालो खु पौ चा पौचा खु पौचा चोर आयो खु वल वल खु वल हिजो राति चोर आएको मी ग मिग चा ने चाने खु वौ मिग चाने खु वौ चोरले चोरैरा लग्यो खु खुया खुया यङ कल खु खुया यङ कल चोर काम नगर खु ज्या या मटे त्यस्तै यसमा एउटा म डिफरेन्स देखाउन चाहन्छु हजुरहरूलाई काम नगर भन्नलाई चाहिँ कामको कुरा गर्दाखेरि चाहिँ नगर भन्दाखेरि या मटे हुन्छ भनेदेखि अब कामको सट्टा कुरा नगर भन्दाखेरि चाहिँ नि यो ल्या मटे हुन्छ जस्तै कि अब फर एक्जाम्पल चोर कुरा नगर खु ख ल्या मटे खु ख ल्या मटे खु ज्या या मटे खु ख ल्या मटे तर एक्चुअली नगर भन्नाले यो या मटे हुन्छ तर अब इन केस अब कुरा नगर भन्दाखेरि चाहिँ नि ख ल्या मटे भनेर भनिन्छ नेपाली भाषामा एउटै हुन्छ नगर तर अब नेपाल भाषामा अलिकति फरक हुन्छ नेक्स्ट चोर मान्छे खु मनु खु मनु मेरो मोबाइल चोरेर लग्यो जिगु मोबाइल खुया यङ कल जिगु मोबाइल खुया यङ कल अब यसमा मेरो मोबाइलको सट्टा मेरो मन चोरेर लग्यो पनि हुन्छ यो नेक्स्ट पार्टमा म हजुरहरूलाई भन्ने छु यो कसरी भन्ने कुरा नेक्स्ट पार्ट चाहिँ म रोमान्टिक पार्ट बनाउँछु त्यतिन्जेलको लागि वेट गर्नुहोला म छिटै बनाउँछु मेरो पैसा चोर जिगु ढेबा खु ढेबा जिगु ढेबा खु अब त्यस्तै अब यसमा पनि मेरो पैसा चोरको सट्टा मेरो मन चोर अथवा त्यस्तै केही रोमान्टिक कुरा हुन सक्छ त्यो नेक्स्ट पार्टमा म एड गर्नेछु चोर्नु हुँदैन खुइ मज्यू खुइ मज्यू चोर काम नगर खु ज्या या मटे खु ज्या या मटे त्यो चोरलाई समातेर ल्याऊ व खु या त थन अर्थात यहाँ जोना हजी वो खु या त थन जोना हजी चोरको खुट्टा काट खु यागु टुटी पा खु यागु टुटी पा यो काटलाई हामीले पा पनि भन्छौँ कुनै केसमा चा पनि भन्छौँ जस्तै कि अब काटलाई पा अथवा चा त्यो सिचुएसन हेरेर भन्छौँ जस्तै कि अब यो बुझाउनको लागि एउटा इक्जाम्पल म यहाँ दिँदैछु हजुरहरूलाई अब रुख काट भन्दाखेरि अब रुख ठुलो हुन्छ त्यसलाई अब रुखलाई सीमा भन्छ सीमा पा भनेर भनिन्छ जस्तै कि अब काठ भन्नको लागि चाहिँ काठ चाहिँ अब सानो कार्पेन्टरले अब सानो काठ काट्दाखेरि अब काठलाई चाहिँ नि सी भनिन्छ सी पा भन्दैन कि सी चा भनिन्छ त्यस्तै अब दाउरा चिर्नुको लागि चाहिँ हामीले सी फा भन्छौँ त्यस्तै फाको अर्को मिनिङ पनि हुन्छ जस्तै कि अब कसरी बच्चाहरूलाई हामीले दिशा गर भन्नको लागि चाहिँ हामीले खी फा भन्छौँ दिशालाई चाहिँ खी भनिन्छ र दिशा गर भन्नाले बच्चालाई खिफा भनेर भन्छ यो फा र पामा चाहिँ धेरै पा र चामा चाहिँ धेरै कन्फ्युज नहुनु होला र आजलाई अब यति नै
हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो भन्नु होला र हजुरहरूले यो ब्लग एड्रेस यहाँ सर्टकटको ब्लग एड्रेस डाइरेक्टली जानको लागि चाहिँ यसमा छ र यो ब्लग एड्रेसमा जानुभयो भने हजुरलाई युट्युब भिडियो खोजिरहनु परेन, सजिलै भेट्न सक्नुहुन्छ यसमा युट्युब च्यानल र भिडियोहरू। र यो फेसबुक ग्रुप पनि छ, हजुरहरूले खासै त्यति जोइन गर्नुभएको छैन, हजुरलाई यो जोइन गर्दा यो लिङ्क ब्रेक भयो अथवा हजुरले यो युआरएल पाउनु भएन भने यो भिडियोको डिस्क्रिप्सनमा सी मोर गर्नुभयो भने त्यहाँबाट यसमा क्लिक गरेर डाइरेक्टली फेसबुक ग्रुप पनि जोइन गर्न सक्नुहुन्छ। थ्याङ्क यू, शुभ।